यसरी गर्नुहुँदो रहेछ दुध चाहिँ आगो मजाले हेर्छ नि आगो मजाले एक बाल्टी निस्किन्छ आगो निक्लिँदैन बिहान चाहिँ निक्लिन्छ अहिले चाहिँ आधीमा अलि बेसी आउँछ त्यो चाहिँ के हो तोरीको तेल त्यो चाहिँ रिफाइन तेल अरे दुधमा लाउने म घिउ बोक्दैन कि ए हजुर हामीले नि धुयो भने त दिने हेर्छ नि यसले दिन्छ दिन चाहिँ तिर्नुपर्छ अलिक मेहनत गर्नु हुँदो रहेछ अब यो दुध चाहिँ कता पठाउनु हुने हो अब ठेकीमा लाउनुपर्छ ठेकीमा लगाएर चाहिँ त्यहाँदेखि घिउ निकाल्ने अरे भोलि निस्किँदो रहेछ नि 2 लिटर नि ठन्डामा होइन भोलिमा 5 लिटर आउँछ 5 लिटर हो 5 लिटर 2टा रहेछ गाई चाहिँ उहिले चाहिँ दिँदैन रहेछ नि अब